हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि चस्मा लाग्छ नि कस्तो देखियो। Oh my God! Wow! धेरै पछि चाहिँ मैले भिडियो बनाउन लागिरहेको छु। किन काम पनि त्यस्तो छैन, गएको पनि बिदा छ, तै पनि भिडियो बनाउन पाएन क्या। किनकि म बाहिर निस्केको छैन, बाहिर हिँडेको छैन धेरै। रुममा के भिडियो बनाउनु भनेर भिडियो नबनाएको, साथीहरू सब बिजी, एक्लै के बाहिर जानु भनेर बाहिर पनि नगएको। अनि त्यसपछि आज चाहिँ यसो भिडियो बनाऊँ कि भनेर कपाल कोरेर चस्मा लाएर यत्तिकै बाहिर हिँड्न लागेको। भिडियो नआए पनि हजुरहरूले माया गरिदिनु होला। म हजुरहरूलाई बाहिर गएर भेट्छु। चस्मा राम्रो एक खोल्ने डिप्रेसन। हेलो गाइज, म चाहिँ ठ्याक्कै रुमबाट निस्केर एक्लै साथी र साथी रङ्गी चङ्गी भने जस्तै एक्लै बाटोमा हिँडिरहेको छु। हेरौँ न यहाँको रोड कति राम्रो हो क्या। अनि आज चाहिँ घाम लागेको छैन, तर पानी चाहिँ छिटो हालिरहेको हुनाले मैले छाता पनि ल्याएन। किन ल्याएन अब बिस्तारै जान्छु। यत्तिकै बाटो हिँड्दै डुल्दै गफ गर्दै एक्लै गफ गर्दै हिँड्नेछु। अनि के साथीहरू हेर्नु नि यहाँ कस्तो आनन्द, कति शान्त, कति आनन्द भाइभाउन ठाउँ रहेछ क्या। मलाई अहिलेसम्म थाहा थिएन, किनकि म कतै हिँडेको थिएन। अनि यसरी गाडी आएको, अनि मैले बोलेको सुन्दैन त, सानो छ मेरो साउन्ड। फेरि आयो एकछिन। अनि के हुनु यसरी एक्लै हिँड्न पनि आनन्द हुने रहेछ, कति मजा आउँदो रहेछ है। किनकि हजुरहरूले हेर्नुहुन्छ त मेरो भिडियो, त्यही भएर मलाई एक्लो फिल हुँदैन। अब चाहिँ यहाँ लाइट खुलेको छैन, रातो बोलिरह। अब हरियो बोलेपछि म जानेछु है। त्यो यता त के अरे मेरो गाउँघरतिरको वन जङ्गल जस्तै छ त। हेर्नु त किरा कराहा, तर त्यो भित्र जाने हो, तर कहाँबाट जाने चाहिँ थाहै भएन कि कहाँबाट छिर्ने। अब चाहिँ म छिर्ने ठाउँ खोज्छु है, यहाँभित्र छिर्ने ठाउँ खोज्छु। अनि त्यसपछि हजुरहरूलाई भेट्दैछ। हेर्नु न कस्तो शान्त भाइ छ है, आनन्द के। फेरि चोर आयो भने मलाई चोरेर लग्यो भने छैन। यहाँ मन्दिर हो कि के रहेछ क्या। कहाँबाट जाने हो यहाँ भन्दा यसको बाहिर पुग्ला नि। म फेरि बाहिर पुगेँ भने खाता। अब म चाहिँ छिर्ने बाटो खोज्दैछु है। बाटो भेटाएछु ए भेट गया, मैंने ढूंढ लिया, मैंने बाटो ढूंढ लिया, इधर से जाना है क्या। मेरा चश्मा गिर पड़ा, मेरा चश्मा गिर गया। कोही छैन कि यहाँ। कोही छैन रहेछ। अब चाहिँ म यहाँबाट भित्र छिर्नेछु साथीहरू। यहाँबाट भित्र छिर्ने भनेको, तर एक्लै मलाई डर आयो भित्र जानलाई। कोही छैन भित्र, के जाने। हेरौँ न फुल कति राम्रो। अब म पिङ खेल्न जान्छु, तर बच्चाको मात्रै छैन क्या हो। म भित्र जान चाहन्छु, तर भित्र जान मिल्छ कि मिल्दैन थाहा भएन। अनि हेर्नु न यहाँ एउटा पिङ छ, यसलाई के भन्छ खै। अनि यो छ, अनि यहाँ पिङ छ। पिङ खेल्न मिल्दैन मिल्छ होला। म त खेल्ने के लेखेर मिल्छ होला, खेल्दिनँ ल।
दसैँ आयो दसैँ आयो कोही छैन के हो सबै बिजी म मात्रै हो क्या हिमा त्यही हो अब त्यहाँभित्र चाहिँ म छिर्छु कि छिर्दिनँ थाहा छैन छिर्यो भने हजुरहरूलाई देखाउने छु के हो क्या मेरो कपाल चाहिँ के हो यस्तो ठाडो भइरहेको इलेक्सन भेट्छ हस् हेर्नु न यो ठाउँ चाहिँ मलाई लास्टै राम्रो लाग्यो कोही छैन के बस्नु एक्लै हेर कति राम्रो है भित्र आनन्द हो क्या त्यो शान्ति टाइपको अनि यहाँ चाहिँ बच्चा खेल्ने हो क्या अब बच्चालाई लिएर यहाँ लानु पऱ्यो को बच्चा लिएर आउनु होला को बच्चा ल्याउनु त्यहाँभित्र चाहिँ खै जाम किन जाम भयो म त एक्लै अल्छी लाग्यो चिकन साथीहरू म भित्र चाहिँ आएँ फोटो पनि खिचेन भिडियोहरू बनाएन एक्लै के गर्नु अनि निस्किन लाग्यो म त अल्छी लाग्यो कति शान्त एकान्त यहाँ त आएर कसैले लुटपाट गर्दैन भने डर भयो मलाई होइन अनि त्यही हो अब चाहिँ म फेरि एकचोटि त्यहाँ पिङमा जानेछु पिङमा हेरौँ न कस्तो आनन्द पख्न यसरी देखाउँछु कस्तो लाग्यो रिकर्ड लागेन नि एकछिन म पिङ खेल्छु होला फेरि पनि ए मेरो के अड्क्यो क्या जुत्तामा के लाग्यो एकछिन बसौँ न ओके यहाँ चाहिँ खोइ बार बारेर राखेँ दमे जस्तो छ एकछिन बस्छ हस् म अहिले भेट्ने छ हस् हेरौँ साथीहरू कसैले मैले चुइकम खाइरहेको छु यहाँ कसले ए पार्कमा कि पख्नै एकचोटि क्यामेरा पुग्छ ए पार्कमा हो कि कहाँ हो चुइकम खाएर यहाँ मेरो जुत्ताको हालत म कसरी निकाल्ने यसलाई कसरी निकाल्ने को होला यस्तरी बाटो चाहिँ कम फाल्ने मान्छेलाई त अब चाहिँ म जान्छु अल्छी लाग्यो रिस उठ्यो मेरो जुत्तामा चाहिँ कम पर्यो मेरो त्यो कपालले चाहिँ पागल बनाउँछ मलाई कपालले पागल बनाउँछ अब चाहिँ म रुम जान्छु है हेरौँ न एकचोटि सरल यो हरियाली हरियो वन नेपालको धन भने सुनेको थियो तपाईँहरूले बच्चा बेला सुनेको थियो मैले चाहिँ बच्चा बेला सुनेको थिएँ जङ्गलमा गएर जहिले हरियो वन नेपालको धन भन्ने मान्छे चाहिँ मै हो है फेरि अरू होइन म रुम जान्छु म अल्छी लाग्यो भिडियो के भयो हजुरहरूलाई अल्छी लाग्छ होला है हेर्नलाई है तर अल्छी नमानेर हेर्नु है फेरि त्यहाँ लास्टसम्म तपाईँले सब्सक्राइब गरेर है सब्सक्राइब गर्नु फेरि गाडी आएर क्या के हो काग दाजै कराउनु भयो नि त काग दाजैले काग दाजै भन्नुभयो कराउनु छ म गएँ जान्छु म बाई बाई हेरिराखेको क्या मलाई नहेर भनिदिएको अहिले अब चाहिँ रुम जान्छु म त्यही हो भिडियो बोरिङ भयो तर म छोटो बनाएको छु कहाँ हो काग दाजै भनेर त कता हो अब हजुरहरूलाई के देखाउँछु एउटा जङ्गल देखाउँछु तर यो बार भएर क्या आँखा तिरेर बनाउँछ हेर्दाखेरि त्यही हो अब म जान्छु रुम जान्छु अब म हस् हेलो गाइज म चाहिँ
त्यो पार्क भन्ने के भन्ने त्यहाँबाट म फर्किएँ। अल्छी लाग्यो कि एक्लै अल्छी लाग्यो, अहिले हिँडिरहनु अल्छी लाग्यो। हेरौँ न मौसम चाहिँ जे होस् झक्कास, कस्तो दामी भएको क्या आज मौसम चाहिँ। यसरी नै बाहिर डुलेर हिँड्ला जस्तो मौसम भयो। के गर्नु, साथीहरू कोही छैनन्। अनि त्यही हो, डुल्यो हिँड्यो। डोजर हेर्ने हो, डोजर हेर्नु कति राम्रो डोजर हो। मेरो भाइले डोजर कति मन पराउँछ क्या। ल्याइदिनु दिदी, मलाई डोजर ल्याइदिनु न भन्छ जहिले। त्यही हो, आजलाई चाहिँ मेरो भिडियो यति नै होला भन्दै एउटा बाटो देखाउँछु हेर। कति स्ट्रेट छ क्या यहाँबाट सिधा तलसम्म छ क्या। पखनै गाडी आयो, गाडी गयो। त्यही हो, एक्लै गयो आयो रमाइलो। हावा हेर्नु न कस्तो मजा। आज चाहिँ यस्तो गर्मी पनि केही छैन, यस्तो मजा आइरहेको क्या बाहिर निक्ल्नलाई। त्यही हो, आजलाई चाहिँ भिडियो यतिमै इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। सबैजनाले सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। यो चाहिँ मेरो चाबी हो क्या। थ्याङ्क यू फर वाचिङ गाइज।